अनि मेरो बाइक चाहिँ यतातिर छ पुरै धुलै धुलो पिठै पिठो भइरहेछ अनि म चाहिँ आज साथीको बाइक लगेर जाँदैछु चट्ट मलाई चाहिँ हिजो चाहिँ यता काठमाडौँ लिएको थियो हिजो मेरो स्पेसल मान्छेले लिएको हो सो यता छ मेरो बाइक चाहिँ अनि त्यसको बाइकमा एउटा यसमा जाँदैछु अब चाहिँ हेरौँ है त बाटोमा भेटौँ सो त्यही हो केटा हो म चाहिँ निस्किसकेँ अहिले फुटबल खेल्ने मान्छे चाहिँ पछाडि बसिरहेछ म चाहिँ त्यसकै बाइक लिएर हिँडिरहेको हो चट्ट चाहिँ ठ्याक्क हामी शिवचोक कुन फुटसल रे ओम फुटसल जाँदैछौँ खेल्नलाई म चाहिँ खेल्दिनँ मलाई चाहिँ खासमा इन्ट्रेस्ट नै छैन फुटबलतिर चाहिँ म त्यस्तो फुटबल खेल्दा नि खेल्दिनँ आउँदैन सिधै कुरो त्यस्तो आउँदै नआउने चाहिँ होइन हल्का फुल्का चाहिँ आउँछ अब हेरौँ गएर यसको नि एक दुईवटा भिडियो फोटो चाहिँ खिच्ने भनिरहेको थियो भिडियो त बनाउँदैन यो चाहिँ फोटो चाहिँ अस्ति नै फोटो खिच्दै गरिरहेको थियो अस्ति नै गएको थियो त्यतिखेर यसो फोटै राम्रोसँग खिच्न पाएन मतलब अब गेम हेर्नै मजा आउने क्या तपाईँको त्यो फोटो खिचिराख्नु भन्दा नि यो फोनमा हेरिराख्नु भन्दा नि त्यहाँ अब केटाहरू त्यहाँ यताबाट उता फर्काउने उताबाट यता फर्काउने त्यो हेर्नै मजा आएर आउँछ अनि त्यो यो फोटोसोटो खिच्न पाएन यसको चाहिँ सो आज चाहिँ यसको फोटोसोटो पनि खिचिन्छ अनि मेरो नि भ्लगमा धेरै भएको थियो सो आज भ्लग आज चाहिँ होइन अब आज भिडियो बनाएपछि भोलि चाहिँ आउँछ होला भोलि बिहानतिर चाहिँ म भ्लग सक् आज बेलुका एडिट गरेर बिहान चाहिँ भ्लग सक् सरी ल दिदी सो त्यही हो हेरौँ अब उता पुगेर अब यतिखेर जाम त नहुनुपर्ने हो जाम भयो भने चाहिँ वाइल्डै टाइम हुन्छ यसको 5 बजेदेखि हो फुटबल म्याच चाहिँ सो अहिले नै 3:35 जति त भइसक्यो होला मलाई जहाँसम्म लाग्छ रुमबाट निस्किँदै भइसकेको थियो हेरौँ अब के हुन्छ यसले अस्ति भर्खरै हालेको थियो यो नयाँ मिनर त्यतिखेरतिर चाहिँ मैले सो भ्लग चाहिँ बनाएको थिएँ होइन अहिले मिनर चाहिँ त्यतिखेर नयाँ हालेको केटोले केटिएमको मिनर हालेको तर छुन चाहिँ छुने रहेछ हल्का हल्का त्यस्तो खासै चाहिँ होइन त्यो सट्ट छिराउँदाखेरि यस्तो चाहिँ नठोक्ने रहेछ ठ्याक्कै यो माथिको चाहिँ ठोकिरहेछ क्या तपाईँको धेरै चाहिँ होइन त्यो हल्का भनौँ न त्यस्तो ब्लाट्ट ठोकेर यताउति चाहिँ हुँदैन अब त्यो छिराउँदा त बिस्तारै गरिहाल्छ गर्न त भगवती कमाएको दाजु सो त्यही हो केटा हो अहिले चाहिँ हामी चाहिँ हाइवे निस्किसकेका छौँ अब हेरौँ त जाँदैछौँ सो भिडियो बनाउने भनेको कतै बाहिरै जानै मन लागिन्न अब बाहिर चाहिँ कहिले मात्रै गइन्छ अनि त्यही भएर भिडियो सिडियो पनि बनाउँदिनँ प्रायः जस्तो म रुममै हुन्छु त्यस्तो खासै काम नि हुन्न मेरो बिहान क्लास गयो आयो अनि यतिकै बसिरहेको हुन्छु प्रायः भिडियो बनाउन पाइन्न क्या अब यो हाइवेमा बनाउन थाल्यो अब मेरो माइक छैन नि त माइक छैन आवाज चाहिँ पुरै सानो आइदिन्छ क्या मैले अनि गोप्रोको लागि नि कुरो चाहिँ गरेको थियो अब गोप्रो नि त्यस्तो धेरै चाँडो चाहिँ होइन अब 1 महिना 2 महिनाभित्र चाहिँ गोप्रो नि लिन्छु होला सायद अब अहिलेलाई चाहिँ यतिकै भइरहेछ मेरो फोनले काम चलिरहेछ भनौँ न अब त्यस्तो धेरै त भिडियो त बनाइनँ बनाउनु त यस्तो यो हाइवेमा तपाईँको आवाजै ठुलो आउने अब मैले त बोलाइ सुन्छ कि सुन्न भन्ने त्यो कुरा हुन्छ क्या खासमा त मेन भन्ने नै अब हेरौँ के हुन्छ जाँदैछु लागे हामी त अब त फुटबल खेल्नलाई सो त्यही हो केटा हो अहिले चाहिँ म चाहिँ ठ्याक्क चाबेल कटेर यता केलटार भन्दा थोरै यताबाट आइपुग्यो अब हेरौँ जाँदैछु खासै अरू बेला जस्तो जाम चाहिँ छैन रहेछ आज ठ्याक्क शनिबार पनि रहेछ नि त आज त मलाई चाहिँ थाहा नै थिएन क्या शनिबार भनेर चाहिँ जाँदैछौँ चट्टा लाएर धेरै पछि नै निस्क्यो अब धेरै भइसक्यो ननिस्क्यो कता ब्लकका निस्किन्छ यसरी निस्किन्छ अनि एक्सिडेन्ट हुने भनेको नै यस्तो खेर हो क्या ठ्याक्क अब गाडीवालाहरू ठ्याक्क रोकेर बसिरहेको हुन्छ अनि ठ्याक्क ल यो त रोकेर बसिरहेको रहेछ भनेर सट्टा अगाडि जान्छ अगाडि जाँदाखेरि ठ्याक्क त्यो भर्खरै निस्किएको छ ठ्याक्क निस्किन्छ त्यतिखेर हो क्या प्रायः एक्सिडेन्ट हुने भने चाहिँ बाइकहरूले मान्छे हान्यो भने चाहिँ त्यतिखेर हो क्या बढी सो यो बाइक र मेरो बाइकमा चेन्ज चाहिँ के देख्यो भनेपछि ठ्याक्क मेरोमा चाहिँ तपाईँको त्यो चलाउँदाखेरि ठ्याक्क हल्का माथि आए जस्तो यतिमा आए जस्तो लागिरहेको थियो
सो यसमा चाहिँ हल्का हात यसरी तन्काउनु पर्ने क्या, तन्काउनु भनौँ न हल्का अलि तन्किने क्या। अब मेरोमा त यस्तो हुन्थ्यो। सो यसमा चाहिँ तन्केर, तर एनएस भने एनएसै हो, हल्का पावर भनौँ न। अरू भन्दा नि यसको मलाई एनएसको सबभन्दा राम्रो लाग्ने भनेको चाहिँ तपाईँको पिकअप क्या। पिकअप यस्तो चाँडो फ्यालिदिने कि होइन। अब हुन्छ नि त त्यो अरूहरूले त फ्याल्दैन नि त खासै। अनि त्यो अरू भनौँ अरूहरू 200 त्यो एफजे 250 भयो, 220हरू भयो। अब एनएसले जस्तो चाँडो पिकअप नफाल्ने क्या तपाईँको। अब एनएस कुद्न नि कुदिन्छ, सो पिकअप पनि अलिक फास्ट फाल्ने क्या धेरै नै। सो उसको चाहिँ झन् कालोमा छ चट्ट परेको दामी छ। अहिले म तपाईँलाई बाइकको पनि देखाइदिन्छु। स्टिकर चाहिँ त्यस्तो खासै स्टिकरहरू चाहिँ हानेको छैन। सो उसले चाहिँ मोडिफिकेसन चाहिँ गर्न मान्दैन क्या यसले चाहिँ। अनि भनौँ न मोडिफिकेसन भनेपछि त मामाले मार्छ भन्छ क्या खालि। अलिकति केही गर्न नि हल्का डराउँछ भनौँ न। फोकटमा हुन नि हो, फोकटमा त्यो मामाको झमेला सहेर चिट खाइराख्नु भन्दा त बरु त्यो नगरिकन त्यो भनौँ न मोडिफिकेसन नगरिकन यो यतिकै नर्मली चलाउँदा नि राम्रै हुन्छ भनौँ न त्यही हो। अनि अहिले चाहिँ फेरि बहुत आइपुगिसक्यो। यता चाहिँ हल्का जाम रहेछ है, त्यस्तो साह्रो नि होइन। अरू बेला त अब डेन्जर भइरहेको हुन्छ नि त भन्नुमा। तर खोइ यताको बाटो के भयो, छारो चाहिँ लास्टै उडिरहेछ। छारो त यस्तो उडिरहेछ कि 10 मिनट मात्रै बाँकी छ। 50 त सिन्मिन्न 50 त सिन्मिन्न 350 त सिन्मिन्न भ्या। यो अब चाहिँ खोर्साल आइपुग्न लागिसक्यो हामी। हेलमेट चुरिन्छ नि ल। सो त्यही हो, अहिले चाहिँ हामी खोर्साल सुर्छौँ सट्ट आइपुगिसक्यो। खोर्साल चाहिँ यता भित्र सो त्यही हो, अहिले चाहिँ खोर्साल आइपुगिसक्यो। खोर्सालमा यस्तो भएर चाहिँ म्याच चलिरहेको रहेछ। ए मजाले के अरे यहाँ प्लेयर आजको प्लेयरहरू लायनसँग छ। मेरो दुईजना जम्मा भयो न स्टाक रोइ सो त्यो एउटा हो सुचल खेलेर चट्ट निस्किसक्यो त्यहाँबाट। अहिले चाहिँ म चाहिँ जाडोले चलाउनु सक्दिनँ। सो अहिले चाहिँ साथीले चलाइरहेको छ। ठ्याक्क हामी खेलेर चियासा खाएर चट्ट निस्किसक्यो। म्याचको त के कुरा गर्नु, केटाहरूले यस्तो झन्नै म्याचको त के कुरा गर्नु, केटाहरूले धुट्टु हानिदियो, बच्चालाई खेला जसरी खेलाएर हानिदियो। अब कुरै नगरौँ के भन्नु अब। त्यही हो ल, अहिले चट्टालाई रुम फर्किँदैछु। जाडो त यस्तो बढिसक्यो होइन, अस्ति नै भन्दा नि झन् अहिले त बाप रे बाप पुरै डेन्जर बढिया छ भने जाडो चाहिँ होइन। त्यही हो, अहिले चाहिँ हामी चट्टा यता बाहुनधार आइपुग्नु लागिसक्यो अलिकति मासतिर ल चट्टा। अरू यो टल्किरहेको चाहिँ मैले मेरो अर्को एन्ड्रोइड फोन पनि छ होइन, त्यो एन्ड्रोइड फोनबाट लाइट हानिरहेको छ। त्यही भएर चाहिँ टल्किरहेको होला होइन। नत्र भए यस्तो राति यस्तो क्लियर चाहिँ आउँदैन ल। सो भिडियो चाहिँ कस्तो आइरहेको छ मैले चाहिँ देखाएको छैन, हेर्छु म। हेरेर चट्ट राम्रो लाग्यो भने मात्रै हाल्छु, राम्रो लागेन भने चाहिँ हाल्दिनँ है।
सो त्यही हो केटा अहिले चाहिँ खाजा खाएर हामी चाहिँ निस्किसके चट्टा लाएर बिस्तारै अनि चट्टा कहाँ यो पिपल बोर्डतिर आइपुग्न लागेछ सायद यतै तलपट्टि खाएर आएको खाजा चाहिँ सो मलाई चाहिँ त्यो भिडभाडमा भिडियो बनाउनु चाहिँ लाज लाग्छ होइन अलिकति अब धेरै भइसकेपछि पो अलिकति हल्का भनौँ न सब्सक्राइबरहरू अलिक भ्युज मात्रै आयो पनि बनाउन अब हल्का कम भिडियो नआउनु न कम भिडियो नै छैन न भ्युज छ न सब्सक्राइबर छ त्यो कम भिडियो नै आउँदैन अनि फोकटमा अलि लाज पनि लाग्ने क्या अब सुरु भएर नि होला बिस्तारै हुन्छ बिस्तारै सबै ल यस्तो छ है माल चाहिँ ल हेर यसले बटारेको ल राइडर ओइ सक्छ ल जाम ल दानी ल त्यही हो अब चाहिँ उतैतिर अब सो मेरो फोनमा चार्जिङ छैन क्या धेरै नै लास्टै कम छ क्या त्यही जम्मा अब कति 5-7% होला रुम तल पुगेर अब एउटा भनौँ न अब यता पुग्यो होला रुम तल पुगुन्जेलसम्म टिक्छ होला त्योभन्दा चाहिँ टिक्दैन जस्तो लाग्छ मलाई यो आइफोनको यही बानी नराम्रो के चार्जै नटिक्ने मैले बिहान उताबाट भिडियो बनाएर आउँदाखेरि समथिङ कति 60-70 थियो होला त्यहाँबाट यता आउँदाखेरि त तपाईँको 23% मात्रै बाँकी थियो क्या त्यहाँ अब भनौँ न उता गङ्गापुबाट यता शिवचोकसम्म आउँदा छैन सक्यो सब ल अब चाहिँ यतैतिर गएर भेटौँ न हामी अब बाटोको ताल यस्तो छ पुरै जाम छ जस्तो लागिरहेको छ मलाई जहाँसम्म लाग्छ ल यतैबाट यस्तो छ वाइल्ड जाम छ जस्तो लागिरहेको छ आज हेरौँ अब कति टाइम लाग्छ अब रुम पुग्न त्यही हो केटा हामी चाहिँ अहिले चाहिँ चट्टा लगाएर रुममा आइसक्यो हाम्रो हिरो हेर्न सक्नुहुन्छ कस्तो त्यो शेर्पा जस्तो देखिरहेको छ देवु सिन्धुलीको भाइरल हो यतानिर सिन्धुलीमा उता दुधौली साइडमा दुधौलीदेखि धनसरीसम्म यता चाहिँ हाम्रो सर सोझो छ है यो चाहिँ त्यस्तो छैन